बदल बदल के क्यों चहक रहे हैं दिन दोपहरियाँ। मैं जानू ना जानू ना जानू ना जानू ना क्यों फुदक फुदक के धड़कनों की चल रही गिलहरियाँ। मैं जानू ना जानू ना जानू ना जानू ना रंग बदल बदल के क्यों चहक रहे हैं दिन दोपहरियाँ। मैं जानू ना जानू ना जानू ना जानू ना क्यों फुदक फुदक के धड़कनों की चल रही गिलहरियाँ। मैं जानू ना क्यों जरा सा मौसम सरफिरा है या मेरा मूड मस्खरा है जो जायका मनमानियों का है वो कैसा रस भरा है। मैं जानू ना क्यों हजार गुलमोहर से भर गई है ख्वाहिशों की टहनियाँ। मैं जानू ना क्यों फुदक फुदक के धड़कनों की चल रही गिलहरियाँ। मैं जानू ना एक नई सी दोस्ती आसमां से हो गई। साँच्चीकै हुने रहेछ कि मैले कसको भिडियो देखिरहेको थिएँ त्यस्तै काटेर राखेको। यो आस्था दिदीको चाहिँ मेरो फेसमा त्यस्तो सुट चाहिँ गर्दैन। त्यो त्यही पनि सनस्क्रिन हो नि त, काम त गर्छ नि त्यसको काम भएर मैले चाहिँ लगाएँ। राख्छु। तपाईँले चाहिँ कुन सनस्क्रिनहरू युज गर्नुहुन्छ त? मैले चाहिँ यो गर्थेँ, यो आस्था दिदीको लाउँदा चाहिँ अब एकछिन त म भुत्तै भएर बस्नुपर्छ क्या, त्यति धेरै राम्रो ब्लेन्ड पनि नहुने। अनि पुरै त्यो व्हाइट कास्ट हुँदैन, यो हेर्नु एक साइडमा अलिक बढी भए जस्तो छ। पुरै हुन्छ क्या अनि भूत भएर बसिराखेको हुन्छु म सेतै भएर। त्यही पनि यस्तो के भनेर म लगाइदिन्छु। अब घरमै त बस्नु कहीँ जाने होइन। घरवालाहरूले त भूत पनि हेरिहाल्छ नि होइन र? बाहिर जाँदा पो भएन त। अनि त्यो भन्छ नि त मान्छेले, भन्छ नि त्यो के भन्छ अनुहारमा लगाएपछि घाँटीमा पनि लाउनु म्याच गर्नुको लागि भन्छ। हातहरू त त्यस्तै हो होइन? यताको चाहिँ त्यस्तो राम्रो लाग्दैन जस्तो लाग्यो। मैले यो आज चाहिँ मैले यो भिडियोलाई चाहिँ फास्ट फरवर्डमा यसो एडिट गर्नुपर्नेछ। आजदेखि म एडिट पनि गर्छु आई थिङ्क। उर्मीमा ढिलो हुन्छ नि त, त्यही भएर टाइम म्यानेज गर्नु गाह्रो लाग्छ। यो के वाला हुनु होला, यो भ्यासलिन हो। स्किन केयरको चाहिँ यति नै है। म चाहिँ एकदम मिनिमल गर्छु कि अब बाहिर जाँदाखेरि हवस् मेरो।